हेलो नमस्ते सेवारो हाम्रो फ्यामिली ब्लगमा स्वागत छ। तपाईहरु सन्चै सुबिस्तै हुनुहुन्छ होला भन्दै आश राख्दै आजको भिडियो चाहिँ तुम्माले डल्ले खोर्सानी रोप्नु हुँदै रहेछ त्यो देखाउन गइराखेको छु। हेर्नुस् होला साथीहरु। फाइनली हामी चाहिँ पुगिसक्यो। यो तुम्बाले चाहिँ प्लास्टिकको नापमा डोरी तगाउनु हुँदो रहेछ अनि ट्याङ्क बनाउनको लागि। तपाईहरुले हेर्न सक्नुहुन्छ। आगबरे खोर्सानी चाहिँ कस्तो प्रकारले तुम्बाले रोप्नुहुन्छ त्यसको बारेमा सोध्न गइरहेको छु। आज चाहिँ सेवारो तुम्बा सबैलाई सेवारो तुम्बाले आज यसरी डल्ले खोर्सानी रोप्नु हुँदैछ है। यो चाहिँ कस्तो प्रकारले रोप्नु हुँदैछ अलिकति भनिदिनुहोस् न। यो डल्ले खोर्सानी चाहिँ अब अलिकति भन्नै पर्दा चाहिँ के हो भने अब यो किन यतिखेर रोप्यो भन्ने कुरो अनि कसरी रोप्दा चाहिँ फल्छ भन्ने विषयमा चाहिँ अलिकति अब जानकारी दिनु पर्यो। अब यति बेला रोपेको खोर्सानी चाहिँ के हो भने चाहिँ अलिक झर्दैन, गर्मीले भेट्दैन। अनि अर्को कुरा चाहिँ के हो भने यो ठिक्क जाडोको टाइममा यो फल्नु सुरु गर्छ। हजुर, त्यसले गर्दाखेरि चाहिँ जति फलेको जम्मै पाइन्छ भनौँ न। अनि अर्को कुरा चाहिँ अब कसरी रोप्ने त भन्ने विषयमा एउटा त अब हो मान्छेले किचन गार्डन गर्छ, तर किचन गार्डन गर्ने रोपाइ र यो रोपाइमा फरक छ। यो धेरै हो। हजुर, योलाई सिस्टमले धेरै चाहिँ सिस्टमले रोपेन भने त्यसरी फाइदा लिन सकिँदैन। हजुर, अनि यसलाई चाहिँ अब यो प्लास्टिक उडाउनुको कारण पनि छ। प्लास्टिक उडाउनु भनेको गोड्नमा मद्दत पुग्छ। गोड्नु त्यति बेसी पर्दैन, छेउभित्र अलिअलि पर्छ। त्यही भएर चाहिँ अब यसमा अर्को पनि एउटा विधि छ। अब यसरी प्लास्टिकले छोपेर रोप्ने हो भने चाहिँ बिरुवा अलिक ठुलो चाहिन्छ, नभए चाहिँ हावाले प्लास्टिक उचालेर त्यो बिरुवा चाहिँ भित्र दुलोदेखि भित्र पर्छ प्लास्टिकभित्र र गुम्सेर मर्छ। त्यसले गर्दा बिरुवा ठुलो चाहिन्छ। फेरि यो खोर्सानी जुनसुकै खोर्सानी होइन, रोप्नु पर्दा एकै भेराइटीको रोप्नु, अर्को भेराइटीको रोप्नु छ भने अलिक टाढो रोप्नु। अनि मात्रै नभए चाहिँ मौरीले त्यो भेराइटी बिगारिदिन्छ। त्यो मौरीको रस चुस्दै है। मौरीले चाहिँ त्यो सिड चाहिँ चेन्ज गरिदिन्छ नि त, एउटाकोमा लगेर अर्कोकोमा हालिदिन्छ। हजुर, त्यही कारणले चाहिँ त्यो डल्लेमा पनि चुचे परेको एउटा डल्ले खोर्सानी हुन्छ। त्यो चाहिँ डल्ले खोर्सानीकै जातिमा पर्छ। अनि अर्को लाम्चे खोर्सानी चाहिँ त्यहीँ छ भने चाहिँ त्यसको लगेर त्यहाँ लगाइदिएपछि चाहिँ लाम्चे हुन्छ। लाम्चे होइन, डल्ले खोर्सानी चाहिँ चुचो भएको तिखो हुन्छ, डल्लो हुँदैन। अन्त अब रोप्नु भनेको विशेष गरेर जति नै मल लगाए पनि गोडिएन भने त्यसको एकपल्ट झार उम्क्यो भने फेरि त्यहाँनिर त्यो खोर्सानी फल्ला भनेर नचिताउँदा हुन्छ। खोर्सानीलाई झार उम्किनै दिनु हुँदैन। यदि उम्क्यो भने पनि फेरि मल गर्नुपर्छ। त्यस्तो सिस्टम हुन्छ। खोर्सानीलाई चाहिँ विशेष गरेर चाहिँ झारले खानु हुँदैन। झारले खायो भने चाहिँ खोर्सानी फल्दैन, बोटै आउनु सक्दैन। अनि अर्को विधि छ यसको, के छ भने चाहिँ खोर्सानी जब फल लागेपछि पाक्ने टाइममा पानी आइदियो भने त्यो फलले गर्दाखेरि चाहिँ लोड लिनु सक्दैन र लड्छ। त्यसलाई चाहिँ लड्नु दिनु हुँदैन। त्यसलाई चाहिँ एडभान्समा समयमै त्यसलाई चाहिँ थाङ्रा दिनुपर्छ। अनि चाहिँ त्यो फेरि अर्को पालि पनि फल्छ। ढल्केको खोर्सानी बोट एकपल्ट लडेपछि चाहिँ त्यो उठाएर चाहिँ फलाउँछु भन्ने चाहिँ त्यो चाहिँ फल्दैन। कसैले नदेख्दा पनि हुन्छ। फल्दैन त्यसो गऱ्यो भने चाहिँ त्यो चाहिँ मैले अब भोगेको आजभन्दा
5-10 वर्ष अगाडि नै भएको कुरा हो। अब त्यस्तो हुन्छ खोर्सानीको, विशेष गरेर चाहिँ खोर्सानीलाई अब धेरैमा त सकिँदैन, कम्तीमा चाहिँ यो जुन ड्राममा तितेपाती, बनमारा, कालो बनमारा, फेरि बनमारा पनि सेतो चाहिँ होइन, कालो बनमारा अनि यो तारामण्डलको मुन्टाहरू काटेर ल्याएर हजुर त्यो कुहाएर कम्तीमा चाहिँ लाउन सकिन्छ। पानी लाउँदाखेरि चाहिँ त्यस्तो पानी दियो भने चाहिँ फुलहरू सबै कुरा सप्रिन्छ। तर हामी त्यो चाहिँ गर्दैनौँ, गरेको पनि छौँ। तर गऱ्यो भने चाहिँ 100% हो, त्यो चाहिँ मैले गरेर जानेको कुरा भनेको हो। हजुर नजाने कुरा चाहिँ म भन्दिनँ पनि। मेरो फेरि त्यो सिद्धान्त पनि होइन, त्यो मेरो विचार पनि होइन र सोच पनि होइन, त्यस्तो प्र्याक्टिकल गर्नुभएको है। प्र्याक्टिकल, एकदम त्यो चाहिँ प्र्याक्टिकल। पानी लाउँदाखेरि चाहिँ कुनै पनि सब्जीमा अथवा कुनै पनि खोर्सानी हुँदो कुनै पनि बरबिरुवामा चाहिँ त्यसो गऱ्यो भने चाहिँ अलि ब्यालो चाहिँ ब्यालो हुन्छ, बेसी लन्ठा हुन्छ। मान्छेले मल लगाउँदाखेरि त्यो खेतमा पुरुपुरु लगाएर रोप्छ, यो पनि गलत हो। माटोमा पहिल्यै फिट्नुपर्छ, त्यसलाई बासी राख्नुपर्छ, अनि रोप्यो भने चाहिँ त्यो जरा जता गए पनि त्यसले मलै मात्रै भेट्छ। तर मल चाहिँ लगाएको हुनु पर्यो, मल नलगाइकन चाहिँ हुँदैन। त्यस्तो हुन्छ, तरिकाहरू चाहिँ त्यस्तो हो। अनि यो टुप्पा काट्नुहुन्छ नि, त्यो चाहिँ किन काट्नु भएको? यो टुप्पा काट्नु भनेको चाहिँ हाँगा आओस् भनेर। ए हाँगा मजाले पलाउँछ भनेर। हाँगा दुवटा तिवटा हाँगा जरा पनि काट्नुहुन्छ नि? काटेन भने चाहिँ के हुन्छ भने हजुर सुरिलो गएको गरेर माथि दुवटा लाग्छ, हाँगा सिर्फ दुवटा लाग्छ। हजुर तर टुप्पा काट्यो भने चाहिँ, टुप्पा छिनायो भने चाहिँ, काट्नु होइन छिनाउनु, टुप्पा छिनायो भने चाहिँ के हुन्छ भने दुवटा तिनवटासम्म, त्यसको 3टासम्म आउँछ। हजुर हाँगा आउँछ। अनि हाँगा आउँदा चाहिँ के हुन्छ भने चाहिँ अब त्यो अलिकति उन्नति दिन्छ भन्ने कुरा मात्रै हो। अब धेरै हाँगा र 2टा हाँगा भनेको फरक परिहाल्छ। अनि त्यस्तो हुन्छ। जरा पनि सेम नै होला। जरा पनि त्यो जरा काट्नुको अर्थ चाहिँ के हो भने रोप्दाखेरि त्यो जरा चाहिँ दोब्रिन्छ। हजुर अब जस्तै जरा काटेको छ भने चाहिँ काट्नुभन्दा त्यो पानी जरा काट्नु हुँदैन, मूल जरा मात्रै हो। त्यो पनि लामो छोटो पार्नु हुँदैन। ठिक्क अलिकति टुप्पो यसो रोप्दाखेरि चाहिँ ठिक्क हुने, नभए चाहिँ त्यो रोप्दा दोब्रिन्छ यसरी, अनि त्यो आउनु सक्दैन। त्यसकै पिरले गर्दाखेरि खोर्सानी ढिलो बढ्छ, राम्रो हुँदैन। अर्थ चाहिँ के छ, त्यो फेद काट्नु भनेको चाहिँ यसो खोपिटा पारेर चाहिँ त्यो मूल जरा चाहिँ यसो गाडेपछि अरू जरा चाहिँ यसरी छरिन्छ। हजुर अनि त्यसलाई यसरी पुर्दाखेरि चाहिँ आरामले वरिपरि त्यसले मल पाउँछ अथवा त्यसले बल पाउँछ, त्यसले त्यो छिटो सर्छ। त्यसको लागि चाहिँ त्यो टुप्पो काट्नुको 2टा अर्थ छ। जराको टुप्पो, जरा भनौँ न, जरा भन्दा त्यो पानी जरा चाहिँ काट्नु हुँदैन। त्यो मूल जरा जुन बोट थाम्ने जरा हुन्छ त्यसको टुप्पो चाहिँ त्यो साह्रै छोटो नि पार्नु हुँदैन, ठिक्क अन्दाज गरेर काट्नुपर्छ। त्यसो गरौँ भने चाहिँ अलिकति जरा छरिने पनि र छिटो जाग्ने पनि, 2टा फाइदा छ त्यसको। भन्नु भन्ने कुरो त अब यो एउटा सिजन पनि हुन्छ। कुनै पनि भन्छन्, कसैले त याद गर्दैन, त्यो शरणमा बिरुवा रोप्नु हुँदैन भन्ने कुरा चाहिँ सत्य हो। किनभने त्यो जति नै मलमा छरे पनि रोपे पनि त्यो किरा लाग्छ पछि। शरणको अर्थ चाहिँ त्यो हो। तर मान्छेहरूले आजकल त्यो हाम्रो एग्रिकल्चर हर्टिकल्चरमा त्यो हेर्दैन, त्यस्तो सिस्टम छैन भन्छ।
सिस्टम पनि छैन साह्रै फलाएर देखाएको पनि देखेको छुइनँ त्यस्तो हुन्छ दबाई पानी हुन्छ सबै कुरा हुन्छ यो यसरी ड्याङमा फ्याउरी लाउनु भनेको चाहिँ कोपिल्टा पर्छ भनेर कोपिल्टा नहोस् पानी थुप्रोस् भनेर पानी जामेको हुन्छ त्यो बिरुवा उँभो लाग्दैन त्यस्तो हुनुपर्ने सबै जाने फलाउनु भनेको चाहिँ धेरैवटा कुरा छ अब मकैको भिन्दै हो यो धेरैमा चाहिँ यसरी सिस्टमले रोप्यो भने चाहिँ यो चाहिँ हिँड्नु पनि सजिलो होइन गोड्नु पनि सजिलो हजुर नभए त जतासुकै त रोप्दा भइहाल्छ नि होइन फल्नु त हो तर फल्दैन पनि उता चाहिँ तुम्बाले मिलाउनु हुँदैछ है लेबर तुम्बा के भन्नुहुन्छ यो चाहिँ डल्ले खोर्सानी रोप्ने यसो ड्याङ मिलाएको यो चाहिँ मिलाएन भने चाहिँ यहाँ खाल्टा बस्छ त्यसमा चाहिँ खाल्टा बसेकोमा म चाहिँ यहाँनिर हजुर हामी चाहिँ अब खेतमा मात्रै किन फ्याउरी लगाउने भनेर चाहिँ खोर्सानी बारीमा पनि फ्याउरी लगाएको हजुर यो चाहिँ ड्याङ लेभल मिलाएको हजुर लेभल नमिलाउँदा चाहिँ यहाँ गहिरोमा चाहिँ पानी जम्छ जमेपछि राम्रो उब्जनी हुँदैन र झार पनि छिटो उम्रिन्छ हजुर र माटो पनि चाम्रो हुन्छ त्यही भनेर चाहिँ यहाँ हातले नभ्याएर फ्याउरीले सजिलो पनि भयो सजिलो छिट्टो हजुर छिट्टो पनि त्यही पनि यो फेरि यसरी सम्म पार्नु हुँदैन बिचमा डाँडा डाँडा राख्नुपर्छ यसरी डाँडा डाँडा राखेको हुनाले चाहिँ यो उताको पानी उतै तर्छ यताको यतै तर्छ ए हजुर त्यसले गर्दा यो बिचमा डाँडा भएको हाम्रो त यहाँ मात्रै होइन खेती तल आफ्नै जमिनमा पनि छ तल त खोर्सानी पाक्दैछ है पाक्दैछ बेच्नु पो कता लानु भयो यता रोप्नु पनि पर्ने टिपेर बेच्नु पनि पर्ने भाउ पनि छ कि छैन बेच्यो भने चाहिँ कसरी केजी बेच्नुहुन्छ अहिले त 700 छ अहिले 700 डल्ले खोर्सानी डल्ले खोर्सानी अब यो चाहिँ अहिले रोपेको चाहिँ यसै पालि चाहिँ अलिक कम्ती आम्दानी दिन्छ हजुर यो अर्को पालि चाहिँ यही बुढो झ्याङमा फेरि निकै आम्दानी दिने हुन्छ र हामी ढिलो रोपेको ए हजुर अहिलेसम्म कति केजी चाहिँ बेचिसक्नुभयो अहिले लगभग भयो होला हौ 2-3 क्विन्टल जस्तो ए तर भावै हुँदैन हौ अहिले हजुर अहिले चाहिँ छ अब पछि त हुँदैन सिजनको बारीमा चाहिँ हुँदैन होला है सबैतिरबाट निक्लिन्छ हजुर सिजनमा चाहिँ अलिक भाउ दिँदैन यो नानीहरूलाई सिकाइराखेको आफू त मर्नेलाई भइहाल्यो मान्छे उमेर त छ नि तर आजभोलिको नानीहरूले के गरिखान्छ उठ्नै नौबत छ
सकभर खोर्सानी कसरी रोप्नुपर्ने, कुन चाहिँ सिजनमा रोप्नुपर्ने सबै बताइदिनु भयो है। तपाईहरुले पनि ट्राई गरेर रोप्नुहोस् भन्दै आजको भिडियो यति नै। बाइ बाइ।